हेलो गाइज, दिस इज माई अनदर न्यू भ्लग। र अहिले टाइम भइरहेछ कति 10:18 र मेरो साथी आज जाँदैछ काठमाडौँ, अनि त्यसलाई अहिले एयरपोर्ट जाँदैछु छोड्न। र अहिलेको बिहानको दृश्य यस्तो उसु लाग्छ यहाँ, वाइल्ड चिसो छ। हिजो अस्तिदेखि लास्ट चिसो भइरहेछ। साथी पनि आइसक्यो ल त चला नि त, अनि त्यसपछि म बस्छु। ढिलो भइरहेछ। कति बजी फ्लाइट? 11 बजे। 11 बजी हो। सुन्नु त अरे ब्याग बरु के गर्ने, मलाई दिदी बरु। ल अनि ल गाइज, ल अब हामी लाग्छौँ एयरपोर्टतिर। तेरो फ्लाइट दोस् आज क्यान्सल हुन्छ। हेर किन भन्दा वेदर यस्तो खतम छ न, कसम लास्ट चिसो छ क्या। 9:30 बजेको फ्लाइट ढिलो भएर 11 बजेको बसिरहेको छ। अब हेरौँ के हुन्छ। धनगढीको मौसम गाइज भारतबाट नि पुगिसक्यो हामी। र मैले मेरो साथीलाई भनिरहेको छु होइन, त सबै आज मौसम छ यार गाइज। आफै भन त गाइज, यस्तो मौसम छ यार, कसरी फ्लाइट उड्ने होला यार। 10:30 भइसक्यो, 11 बज्यो। यहाँनिर कस्तो बिस्तारै छ यहाँनिर यार। गाइज हामी यहाँ धनगढी एयरपोर्ट पुगिसके। अब यसो एकछिन यहाँ धनगढी एयरपोर्टको चौक हो, यहाँनिर टक्क पसलहरू छ। त्यो लिएर खाँदै जाउँ दोस्त यार, हामीसँग टाइम छैन नि त होइन। एउटा मात्रै त खाने। ल साथीलाई ढिलो भइरहेछ, त्यही भएर त्यो नखाने म चाहिँ खाने हो। ल गाइजको साथीले मलाई दियो फेरि बदाम एनर्जी दिए। अब जाँदैछु, हेरौँ कस्तो गन्तव्य। यहाँ पुलमा पुगिसक्यो। तपाईँहरूले एउटा गाना सुनाइदिन्छु ल। दर्द दिल की सिफारिश अब कर दे कोई यहाँ, चाहे वो बारिश जो बिगाड़े पूरी तरह। दर्द दिल की सिफारिश अब कर दे कोई यहाँ, चाहे वो बारिश जो बिगाड़े यही हो नि। गाडी आउँछ। अब मलाई त यहाँ त फक धेरै छ। अब हेरौँ के हुन्छ। सट्टा देखिरहेको छैन, त्यही भएर हामी रमाउँदै यसो जाँदैछु आफ्नो बारेमा। चाहे तू रहे चाहे तू ना रहे, तेरे मेरे प्यार की उम्र सलामत रहे। चाहे ये जमीन ये आसमां रहे ना रहे, तेरे मेरे प्यार की उम्र सलामत रहे। एयरपोर्ट आइसक्यो परवेश। डर है तुझे मैं खो ना दूँ, मिले तो बोल दूँ मेरी मुकम्मल हो गई हर दुआ। परवेश एयरपोर्ट पार्किङ भइरहेछ कि पार्किङ पनि 20 रुपियाँ रे। दिनहरू पुगिसक्यो गाइज यतातिर। यो धनगढी एयरपोर्ट पुरा कुहिरो लागेर पुरा छ। फेरि क्यान्टिनतिर छ पार्किङ हो कि नै। ओहो चिसो छ। ल गाइज झर्ना होइन यार, यस्तै के हुन्छ एयरपोर्ट। यहाँनिर पुरै मान्छेहरू पुरै बसिरहेको छ, फिक्स जाँदैन क्या। मैले भनिदिइसकेँ जाँदैन त जाँदैन। पुगिसक्यो एयरपोर्टनिर। पानी त तिर्खा लागिरहेको छ यार। पानी खाइदिनु। साथी गयो सोधपुछ कक्षामा, म पानी खाइदिनु पऱ्यो। अहिले केही छैन, ढिले छ भन्दैछ दोस्तहरू। मैले भनेको थिएँ वेदर यस्तो छ कि गाइज पानी खान्छु एकछिन ल। गाइज मैले यसलाई भनेको थिएँ कि यसको प्लेन फिक्स ढिली हुन्छ। आई नो ब्रो, किनभने मलाई थाहा छ वेदर यस्तो छ कसरी जान्छ। अनि यो मानिरहेको थिएन। अब कस्तो फिल भइरहेको छ त्यसलाई भन्नु। अब कन्फर्म गरिदिए, हल्का फिल भयो। ल ढिले 1.5 घन्टा ढिले भयो। अब हेरौँ कति। अब यो झेल छ, अब मैले बुझिसकेँ यो झेल छ। अब पछि जुन काम चाँडै सोच्यो भने त्यो काममा ढिले हुन्छ। त मौसम त्यस्तै भयो नि त दोस्त, के गर्छस् यार। मौसमले गर्दा हो नि त। 11 बजे सोचे थिएँ रातिमा यस्तो होला, बिहान यस्तो होला। यस्तो हिजो घाम थियो, यस्तो मस्तको थियो। धनगढीको वेदर खतरनाक भइसकेको छ। जाउँ न त्यहाँ क्याफेमा। ल गाइज अहिले हामी यहाँनिर बसिसक्यो, म र मेरो साथी। अब गर्न जाँदैछु। ल गाइज हामीले अर्डर गरेको चिया आइसक्यो, ब्ल्याक टी हो कि नि दोस्त। अब खाने हो अनि सिधै लाग्ने आफ्नो गन्तव्यतिर, घरतिर लाग्ने हो।
जे जस्तो हुन्छ म पछि भन्छु होइन सक्यो आजको भ्लग यति नै हो दोस्त कहिलेकाहीँ सम्झिँदा जिन्दगी बेगम फुर्से कहिले कहानी थियो जानेरै कि आफूलाई चाहिँ लाग्यो टाढा टाढा जानेरै कि नजानेरै हेर्न सक्नुहुन्छ दृश्य यतातिर फ्लाइट डिले भएर कसैको बिहे आउला छ तर मौसम यस्तो छ लागिरहेछ अब बिहे पनि क्यान्सल होला जस्तो छ र केही छैन नहोस् त्यस्तो तर ठिकै छ अब आजको मौसम तर लास्ट खराब छ है गाइज यहाँनिर पुरुषको शौचालय रहेछ यही हो धनगढी एयरपोर्ट पुरै साइलेन्ट छ अहिले किन भन्दाखेरि मौसम यस्तो छ यही हो धनगढी एयरपोर्ट मौसम यस्तो खराब छ आउँदैन होला आज यार मान्छेहरू कुरिरहेछन् फ्लाइटको लागि फ्लाइटको वेटिङमा तर फ्लाइट चाहिँ अहिले डिले छ डिले अब म पनि निस्किन्छु गाइज होइन अब साथीलाई छोडिदिन्छु अब निस्किनु पऱ्यो अब कति वेट गर्ने होइन अब त्यो आउँछ मेरो पनि काम छ म पनि निस्किन्छु त्यो पनि जान्छ आफ्नो कामतिर आउँदैछ अहिले मौसम यस्तो खराब छ वातावरण त एकदम नाजुक छ ल दोस्त म पनि निस्किन्छु अब निस्किरहेको हो म अब साथीलाई यहाँ छोडेर जाँदैछु किनभने अब वेट गर्ने हो डिले छ प्लेन आइसकेको छ छैन डिले छ कि के छ हेर अब ल दोस्त म निस्किन्छु ल पछि भेट्ला ल ल गाइज सी यु नेक्स्ट टाइम बाई बाई टेक केयर